ल गाइजहरु आज चाहिँ मैले हजुरहरुलाई आफ्नो गर्लफ्रेन्ड वा बोयफ्रेन्डको आइडी पासवर्ड उनीहरुलाई थाहा नहुँदै आफ्नो मोबाइलमा कसरी लगइन गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। हजुरहरुलाई थाहा होला आफ्नो गर्लफ्रेन्ड वा बोयफ्रेन्डको अब पासवर्ड अरूसँग बोल्छ कि भनेर आफूलाई पनि पासवर्ड लगइन गरेर कतिसँग बोल्छ भनेर थाहा पाउन मन हुन्छ जसलाई पनि। त्यही भएर चाहिँ आज मैले उनीहरुले थाहा नपाउँदै आफ्नो मोबाइलमा कसरी सुटुक्क लगइन गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। राम्रोसँग भिडियो अन्त्यसम्म हेर्नु होला। बीचमा स्क्रोल गरेर हेर्नुभयो भने चाहिँ बुझिदैन, हेर्न सक्नुहुन्छ। म चाहिँ सुरुमा फेसबुकमा जान्छु अनि फेसबुकमा गइसकेपछि माथि यो 3वटा धर्को छ, 3वटा लाइनहरु यसमा जान्छु। अनि यसमा गइसकेपछि तलतिर स्क्रोल गर्छु। तलतिर यहाँ लग आउट भन्ने अप्सन आउँछ। अनि यो लग आउटमा थिच्नु पर्छ। थिच्नु होला यो लग आउटमा। अनि लग आउटमा थिचेर चाहिँ लग आउट उदिन्छ। अनि यस्तो अप्सनहरु आउँछ हैन। अनि यो अप्सन आइसकेपछि अलि तलतिर स्क्रोल गर्नु होला। अनि अलि तलतिर चाहिँ युज अनदर प्रोफाइल भन्ने अप्सन आउँछ। यसमा चाहिँ तपाईहरुले क्लिक गर्नु होला। अनि चाहिँ यस्तो अप्सन आउँछ। अनि यो आइसक्यो भने चाहिँ हजुरहरु के गर्नु होला भनेपछि यसमा आफ्नो गर्लफ्रेन्ड वा बोयफ्रेन्डको नम्बर त तपाईहरुलाई पक्कै पनि थाहा होला हैन। नत्र यदि थाहा छैन भने पनि तपाईहरुले सोधेर चाहिँ यो आफ्नो युआइडी कुन नम्बरदेखि खोलाछस् जे यस्तो भनेर सोध्न सक्नुहुन्छ। अनि नम्बर सोधेर चाहिँ तपाईहरुले चेक पनि गर्न सक्नुहुन्छ कुन नम्बरदेखि खोलाछ भन्ने चेक पनि गर्न सक्नुहुन्छ। ल मैले चाहिँ एउटा नम्बर हान्छु। यो नम्बर चाहिँ हान्छु मैले। यो चाहिँ नम्बर हाने। यस्तो गरेर तपाईहरुले पनि हान्न सक्नुहुन्छ। अनि पासवर्ड हजुरहरुलाई थाहा हुँदैन हैन। उनीहरुको पासवर्ड थाहा हुँदैन। त्यही भएर तपाईहरुले उनीहरुलाई थाहा नहुँदै आफूले लगइन गर्न चाहनुहुन्छ तर पासवर्ड थाहा छैन। पासवर्ड थाहा भएको भए त सरासर लगइन गरिहाल्नुहुन्थ्यो होला। अनि पासवर्ड थाहा हुन्न। अनि त्यही भएर चाहिँ हजुरहरुले तल फरगेट पासवर्ड मा थिच्नु होला। अनि यसमा फरगेट पासवर्डमा थिचिसकेपछि चाहिँ यसो आउँछ लगइन फर आवर अकाउन्ट भन्ने आउँछ, अप्सन आउँछ। हेर्नु होला। अनि यो नम्बरदेखि चाहिँ मेरो यो आइडी एउटा आइडी मात्रै लगइन भएको रहेछ। अनि यो नम्बरदेखि चाहिँ यो आइडी मात्रै लगइन भएको रहेछ हेर्न सक्नुहुन्छ। अनि फेरि मैले चाहिँ अर्को नम्बर हान्छु यसमा। फेरि ब्याक आएर यो नम्बर हान्छु मैले चाहिँ। अनि यो नम्बरदेखि चाहिँ कुन आइडी लगइन भएको रहेछ हेर्न चाहन्छु मैले चाहिँ। हेर्न सक्नुहुन्छ यो नम्बरदेखि चाहिँ 4वटा आइडीहरु लगइन भएको रहेछ। अनि 4वटा आइडी मध्ये तपाईहरुले कुन लगइन गर्न खोज्नु भएको छ आफ्नो गर्लफ्रेन्ड वा बोयफ्रेन्डको कुन आइडी हो त त्यो आइडीमा क्लिक गर्नु होला। मैले चाहिँ यो माथि नवीन ओली लगइन गर्न चाहे। हेर्नु होला यसमा क्लिक गर्नु होला। अनि बिस्तारै जान्छ त्यसमा पनि। अनि यसमा गयो। अनि हजुरहरुले अब के गर्न सक्नुहुन्छ भनेपछि अब पासवर्ड तपाईहरुलाई पासवर्ड त थाहा थिएन हैन। पासवर्ड थाहा भएको भए यसमा क्लिक गरेर कन्टिन्यू गरेर पासवर्ड हानेर आउन सक्थ्यो। अनि तपाईहरुले चाहिँ के गर्नु भन्दा चाहिँ अब त्यो हजुरको गर्लफ्रेन्ड वा बोयफ्रेन्डको यो नम्बरमा तल लास्टकोमा नम्बरमा यो कोड पठाउनु पर्छ। अनि यो कोड नम्बरमा जान्छ। अनि त्यो चाहिँ हेर्न सक्नुहुन्छ। यसमा चाहिँ मैले क्लिक गरेर देखाउन चाहन्छु तपाईहरुलाई। अनि कन्टिन्यू गरे मैले चाहिँ। अनि हेर्न सक्नुहुन्छ। कन्टिन्यू गरिसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ अब इन्टर कोड भन्ने अप्सन आएको छ। यसमा चाहिँ तपाईहरुले त्यो नम्बरमा चाहिँ त्यो कोड गएको हुन्छ। त्यहाँलाई तपाईको गर्लफ्रेन्ड वा बोयफ्रेन्डलाई चाहिँ तपाईहरुले कुनै न कुनै कुरामा झुक्क्याउनु होला। अब झुक्क्याउन सक्नुहुन्छ। यही नै हो झुक्क्याउनु तपाईहरुले पनि। अब त्यहाँलाई के भन्नु होला भनेपछि चाहिँ यो
त्यसमा कोड आएको होला मेरो यस्तै कुनै आइडिया लाउन सक्नुहुन्छ तपाईँहरूले चाहिँ त्यसमा तपाईँहरूले कि त कोहीसँग बोल्छस् कि नै स्क्रिन भिडियो अन गर्न भनेर पनि तपाईँले स्क्रिन भिडियो अन गरेर चाहिँ त्यो यो कोड हेर्न सक्नुहुन्छ त्यसमा चाहिँ कोड कति आएको छ अनि नत्र तपाईँहरूले त्यहाँ कोड आएको अनि सोधेर चाहिँ त्यो कोड चाहिँ त्यो कोडदेखि मेरो आइडी खोल्न लाग्छु त्यो अनि यताउता भनेर चाहिँ तपाईँहरूले आफ्नै आइडी खोल्न लाग्छु भनेर तपाईँहरूले झुक्क्याउन सक्नुहुन्छ अनि त्यसमा चाहिँ यसरी कति कोड हाल्नु होला अनि कन्टिन्यू गर्नुभयो भने चाहिँ तपाईँहरूको आइडी त्यो आइडी लगइन हुन्छ तपाईँहरूकोमा अनि तपाईँहरूले ढुक्कसँग उनीहरूलाई थाहा पनि हुँदैन किनकि उनीहरूले त्यति प्रयास पनि गर्दैन कसले आइडी लगइन गर्यो के गर्यो तपाईँहरूलाई त्यति प्रयास गर्दैन किनकि त्यहाँ चाहिँ त्यति थाहा हुँदैन यो आइडियाले चाहिँ तपाईँहरू राम्रोसँग लगइन गर्न सक्नुहुन्छ भिडियो अन्त्यसम्म हेर्नुभयो एउटा लाइक एउटा कमेन्ट अनि आइडीलाई सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला अनि यस्तै भिडियोहरू चाहिन्छ भनेहरू पनि सब्सक्राइब गर्न चाहिँ भुल्दै नभुल्नु होला प्रिय मित्रहरू धन्यवाद।